हेलो गाइज वेलकम एन्ड नमस्ते सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज जेठ 18 गते आइतबार। आज चाहिँ हाम्रो घरमा आइतबारे पूजा छ। म चाहिँ बाख्रो घाँस लाएर अब म थानतिर जाँदैछु। अघि नै पुजारी अनि ढोलेहरू गइसक्नु भयो। म चाहिँ जाँदैछु, भिडियो हेर्दै गर्नुहोस् है त। देवालीमा कहिले हो देवाली? तिम्रो काठमाडौँ हुँदैन। के भन सुर्ती खजाका दिनमा तिमी थानको पना बनाइकन सिन्दुरको बारीको धनु ठोक्रो गरिकन तिमीलाई परमेश्वर रक्षा गर्दै सीमा गर्यो परमेश्वर। भनेको कौशल हान्ने पन्जा हान्ने कलिजो खाने मुटु खाने हात गोरो खाने झार दुख्ने कम्बर दुख्ने रक्षा गरिदेऊ सीमा गरिदेऊ तिमी परमेश्वर। अनेको शिर छैन शिर लगाइदिने, सातो छैन सातो लगाइदिने तिमी परमेश्वर। रुख खोकी कम्ती भए पनि तिमी परमेश्वर। बार गरिदेऊ बन्देश गरिदेऊ असिना पानी तिमी परमेश्वर। तिमी उत्पन्नदेखि भइआएको तिमी साँचिलो परमेश्वर। आइतबारे सिकारी परमेश्वर रक्षा सीमा गरिदेऊ तिमी परमेश्वर। नौसिङ्गे भाले लिकन तिमी परमेश्वर रक्षा गरिदेऊ सीमा गरिदेऊ तिनकै चेष्टा शुभ भलो गरिदिनु परमेश्वर रक्षा सीमा गरिदिनु। रक्त लिइजानु प्रमाण गर्नु परमेश्वर। अनेकको कालकन्त दशक रास ढिकी जोगाइदिनु बढाइदिनु परमेश्वर रक्षा सीमा गरिदेऊ तिमी आइतबारे सिकारी परमेश्वर। सुर तिमी परमेश्वर तिमी आइतबारे आइतबार नै तिमी परमेश्वर। आइतबारका दिनमा जन्म भई आउने परमेश्वर। जगत माताको धनी उच्च निच छोट बर चली हिँड्ने खेली हिँड्ने तिमी परमेश्वर रक्षा सीमा गरिदेऊ तिमी परमेश्वर। अनेकको मनमा मनानेको शिर छैन शिर लगाइदिनु, सातो छैन सातो लगाइदिनु तिमी परमेश्वर रक्षा सीमा गरिदेऊ परमेश्वर। अन्नपूर्ण गन्धर्वे वस्तु भौ लक्ष्मीको सहा दिनु दुमो दिनु परमेश्वर। तिम्रो गरिकन तिम्रो ठाक्रे काङ्गे गरिकन ढोल ढेङ्ग्रा गरिकन तिमीलाई रिजाइदिएको छ। सुन पङ्क्ति पोथी नौसिङ्गे भाले गरिकन रिजाएको छ रुजाएको छ तिमी परमेश्वर। शुभ भलो गरिदिनु परमेश्वर। अघि नै आऊ है भने म एकछिनले आउँछु अलिक काम थियो होला भने खै बुढीहरू भूमिहरू जानिरहे अनि खाना बनाइराखेर परमेश्वर। अनेकको आइतबारको दिनमा आइतबारे भूमि तिमी परमेश्वर। आजको दिनमा तिम्रो थान कपन गरिकन तिम्रो बेटी पैसा गरिकन झार पानी गरिकन परमेश्वर। भिजाएको छ बुझाएको छ तिमी परमेश्वर। नौसिङ्गे भाले पङ्क्ति पोथी लिकन भिजाएको छ बुझाएको छ तिमी परमेश्वर। अन्नपूर्ण गन्धर्वे वस्तु भौ लक्ष्मीको सहा दिनु दुमो दिनु तिमी परमेश्वर। मनानीको शिर छैन शिर लगाइदिनु, सातो छैन सातो लगाइदिनु तिमी परमेश्वर। रक्षा गरिदेऊ सीमा गरिदेऊ बाल पहिलो तिमीले असिना पानी गरिदेऊ सीमा गरिदेऊ बार बन्देश गरिदेऊ परमेश्वर। भाले ल भाले ल भाले ल भाले ओ पानी ल्याउ त यता भाइ। यिनीहरूले त खाएर सक्नु ए आयो पानी के छ भन्छ किलोग्राममा छ के छ भन्छ परमेश्वर तिमी आइतबारे आइतबारका दिनमा जन्म भई परमेश्वर रक्षा सीमा गरिदेऊ तिमी
आजको दिनमा आइतबारको दिनमा तिम्रो पानी जम्मा गरिकन तिम्रो राख्दै कामले गरिकन रक्षा गरिदिए परमेश्वर रक्षा गरिदिए परमेश्वर त्यहाँ सिङ्गेराले दिइकन तिमीलाई मागे बर दिनु पिछा मागे पिछा दिनु तिमी परमेश्वर रक्षा क्षमा गरिदेऊ परमेश्वर गरिदेऊ परमेश्वर तिमी आइतबारको दिनमा जन्म भयो परमेश्वर रक्षा क्षमा गरिदेऊ परमेश्वर अनि भालखण्ड दशक राख बढाइदिनु तिमी परमेश्वर अनि बल्ल अहिले फेरफेर लाग्यो भाडा गएर ल्याएपछि कोले मन त ठाडो पारेर पासी गरेर कुद्याएको अहिले त्यसलाई मार्दा माझेर ल्याउनु पर्यो यहाँ कुखुरा फोर्नु अब त फोरी पाल्ने आफूको फोर्ने अब कस्तो छ कुखुरा फोर्ने भन्दा पनि फेरि उठ्छ है हाल्दै मार्यो क्या अन्न पानी फल्ने भयो यसपालि मकैलाई आउँछ फल्छ हिजो खेमेला आलु पोल्न लाग्यो कालै बनाएर खानु नहुने बनाइछ केटाहरूले अनि तर के भन्छ पाइप ल्याजनमा चाहिँ माथि चाहिँ अलिक मर्ने टक्क धुनु पर्यो तिमी होइन तिमी आउँछ पर्छ उयो चाहिँ के हो यो चाहिँ अलिक कसको अलिक राम्रो 9 बजे राम्रो छ कति दाना 2 4 6 8 10 13 दाना अनि यो यो छेउका अलिक आगो पुगिने भातलाई थोडा थोडा पाउँदा अब धन्यवाद धन्यवाद भान्जाले पाउने हो र त्यो त नबोल्दा भएछ के भएको बुहारीले पाउने हो दुवाइदिएको थिएँ मैले मलाई नि चलाउने मात्रै भयो दान गरिराख्नु के हो त बोल्छ भन्छ पठाउँछ भन्छ कता छ बोल्छ त्यो अलि यस्तो झटाउनु चिल्ला पस्यो भने तेल दिएर भात भयो बोले ल सक्यो ल के हो ल अब ल्याउँछ थालमा छोड्छु यहाँ थापा यो यहाँ थापा यो बाबु उनको मान्छेले सेतो मासु पाउँछ बाहिर गर्छ घटेर गइसक्यो बोकेर भित्रबाट सेतो कहाँ चाहिँ एकदमै मान्छेहरू सेतो मासु पोलेर खाने भन्छ ल यता केही प्रस्तुति दिउँ न आइतबारे कस्तो लाग्यो पूजा होइन अब पहिला यो चिन्डको त्यो भित्रको गुदा खाउँ गुदा अनि त्यस पछाडि गफ गर्नुलाई म त यो चाहिँ उसो हो फाल्टो यो चाहिँ भूमेको हो त्यो चाहिँ भूमेमा यो पनि खानुपर्ने
कान्छ भन्दाले धान खाँदैन हाम्रो खेलमान का घर खाइन ल अब हात चाहिँ अघि धोएको यो त दामी छ ल सम्झे धन्यवाद ल्याइहाल्छ पुरा त समाता छैन नि त्यहाँ अघि पर अलिकति धोएको आमा चाहिँ टुप्पा काट्यो फेरि त्यसै खाइदियो बेफाल्तै चिन्ता काटेको पुगोस् होइन भाइ भाइ पुरा मान्छे लाँदा पर्दैन होला भनेर निकै मिठो 12 जना पो आइछ आज त कहाँ छ गोर्से मामाको गोर्से रोटी टन्नै छ यो हैन रोटी ए घरमा कि नानीहरु खान्छ भाइ रोटी छैन खान्छ खानु खानु कम यो टिपो रोटी पनि खानु पर्ने नि प्रसाद हो नि त्यो के छ मिठो भएको यो जाँडा नि फेरि जहिले पनि बिग्रिन्छ साइलाले कहिले खादैन खाँदैन असाध्यै मिठो सँगै 1 महिना त भयो अब 1 महिना भयो महिना चाहिँ पुरा पुग्यो भने अलिक मिठो हुन्छ याद आउँछ कि मिठो हुन्छ उठ्यो भने त हामी दुई घरबाट चाहिँ उठिनै खेलमानी काकी र काकीले म दिन्छु भनेर बात मार्छ मलाई थाहै छैन अब त्यो अहिले सरसल्लाह गरेर कति त मुट्यो आज त आइपुग्छ मालिक गर्दा मान्छे यता कुखुराले अघि यस्तो लात्ते दिएर मन निकै ठुलो आयो मलाई खान्न अगायो अनि अरू राखी खाने म माथि बिना मलाई खान्न अझै लानु पऱ्यो खान्छ लानु भनेको मै नसक्नु भयो क्या सुतेर ढिलो आइस अन्डा खान्थ्यो होला सुतेर अब आउँछ नि